सो हाई गाइज गुड मर्निङ। आज चाहिँ मर्निङको सुरुवात हुँदैछ मेरो कुच्चोको साथमा। हातमा कुच्चो लिएर म चाहिँ फटाफट घर झाडु लगाउन थालेँ। बिहानको घर झाडु लगाउन चाहिँ अब निकै टाइम लाग्छ। हाम्रो घर चाहिँ फेरि बाटाको छेउमै छ र बाटाको त्यो धुलोहरू जति चाहिँ सबै हाम्रो घरतिर आउँछ र धुलो लेत्रा त यति नै हुन्छ नभन्नु न। यहाँ हेर्नु न कति फोहोर निक्लियो। फोहोर निक्लेको देख्दा त कहिले घरै नबढारे जस्तो लाग्छ। जति बढारे पनि उही हो। बढार कुडार सकेको बादमा मैले चाहिँ रुमहरू पनि मिलाएर क्लिन गरेँ। चियरहरूलाई पनि आफ्नो ठाउँमा मिलाएर राखेँ। त्यस पछाडि म चाहिँ गएँ नुहाइधुवाइ गर्न भनेर। अहिले चाहिँ म नुहाइधुवाइ गरेर पनि आइसकेकी छु। अब चाहिँ मेरो पहिलो काम रहेको छ पूजा गर्ने र म चाहिँ गएँ फुल टिप्न भनेर। एकै दिन फुलहरू चाहिँ यति नै धेरै फुलिरहेका छन्। मलाई चाहिँ फेरि फुल फुलेको देख्दा यति धेरै खुसी लाग्छ नि। त्यति खुसी त मलाई केही कुरामा पनि लाग्दैन होला। आज चाहिँ मैले पूजा गर्नलाई फुल पनि धेरै भेटेर साह्रै नै खुसी साथले पूजा गर्न गएँ। पूजा गरिसकेको बादमा म चाहिँ गएँ फटाफट गरेर किचनमा र किचनमा गएर चाहिँ दाल फुटेर बसाइदिइहालेँ। दाल चाहिँ हामीले सधैँ फुटेरै पकाउँछौँ। पकाएर पछाडि झान्दा पनि हुन्छ, तर त्यो लेठा किन गर्नु भनेर एकै खेपमा भुटेरै पकाउने गर्छु। दाल बसाएर म चाहिँ चामल हेर्न भनेर आएँ कि त मम्मीले चामल अगाडि नै हेरिओरी राखिदिनु भएको रहेछ, मलाई सजिलो हुन्छ भनेर। सब्जी पनि काटिओरी रेडी गरिदिनु भएको रहेछ, पत्ताकोपी आलुको सब्जी। र मैले चाहिँ गेसामा यता एक साइड भात र अर्को साइडमा दाल बसाएकी थिएँ। खानाहरू पनि बनाइसकेँ र खाइसक्यौँ। अहिले चाहिँ भएको छ अब इभिनिङ टाइम र भाइलाई चाहिँ यता काकी रेडी गरिदिँदै हुनुहुन्छ। भाइले चाहिँ हामीसँगै बजार जान्छु भनौँ। भाइ म काकी भएर चाहिँ लाग्यो बजारतर्फ। बजार चाहिँ लाग्छ सिङ्ग्रीमा, सिङ्ग्री बजार। हाम्रो घरबाट त बेसी टाढा होइन, 4-5 किलोमिटर जति पर्छ र त्यही भएर हामीहरू टमटममा गयौँ। हामीहरू चाहिँ अहिले बजार पनि आइपुगिसकेका छौँ। भाइलाई चाहिँ यहाँ हेर्नु न कति स्पिड हिँड्दैछ। अब बजार आएको छ, के नै हुन्छ कस्तो नै हुन्छ भनेर हामीले चाहिँ यहाँबाट रासनको सामानहरू लियौँ। त्यस पछाडि हामी गयौँ सब्जी बजारमा। यो चाहिँ हो सब्जी बजार। यता चाहिँ साह्रै नै भिड हुन्छ। अब निकै ठाउँबाट पनि मान्छेहरू आउनुहुन्छ। सिङ्ग्री बर्सोला अनि चारैतिरका मान्छेहरू आउनुहुन्छ र थुप्रो भिड हुन्छ। बजार चाहिँ हाम्रो बजार पनि भइसकेको छ र काकी चाहिँ यता बगडी किन्दै हुनुहुन्छ। भाइलाई चाहिँ टेस्ट गर्न भनेर एउटा बगडी दिनुभएको रहेछ र मलाई नै ल्याएर टेस्ट गरायो। त्यस पछाडि मैले चाहिँ अरू सब्जी किनेँ, तर सजिना चाहिँ किन्न बिर्सेकी रहेछु। सजिना चाहिँ मलाई साह्रै नै मनपर्छ र मैले किनेँ। भाइले चाहिँ यता पानीपुरी खान्छु भन्न थाल्यो र ऊ पानीपुरी खान थाल्यो। बजारमा त अब अरू केही हुँदैन, त्यस्तै पानीपुरी चानाहरू त हुन्छ। भाइ के खाना आँटेको? यति खोर्सानी हालेको यस्तो पिरो चाना त खान्छस्? हामीले चाहिँ बजार गरेर निक्लिँदा यहाँ हेर्नु न टाइम कति भइसकेको रहेछ, कति छिटो साँझ परिसकेको रहेछ र हामी टमटमको वेट गरेर बसिरहेका थियौँ। भनेका बेलामा चाहिँ टमटमहरू पनि एउटै भेटिँदैनन्, ढिलो भइसकेको थियो। भाइ चाहिँ यता बजार आएर साह्रै नै खुसी भइरहेको थियो र फाइनली हाम्रो टमटम पनि आइपुग्यो।